लिपुलेकमा भारतले नाका खोलेर चलाइरहँदा किन मौन छ यो सरकार? किन कूटनैतिक वार्ता गर्न सकेन? हस्ताक्षर बिनाको कूटनैतिक चिलकेटो नोटको भरमा किन चुप्पी साँधेर लुकेर बसेको छ यो सरकार? सभामुख महोदय, मेरा केही प्रश्नहरू छन्। म आफ्नो विचार राख्नुभन्दा प्रश्न राख्न चाहन्छु। लिपुलेकमा भारतले नाका खोलेर चलाइरहँदा किन मौन छ यो सरकार? किन कूटनैतिक वार्ता गर्न सकेन? हस्ताक्षर बिनाको कूटनैतिक चिलकेटो नोटको भरमा किन चुप्पी साँधेर लुकेर बसेको छ यो सरकार? नेपाली सेनालाई सीमा रक्षामा त्यता पठायो कि सुकुम्बासी बस्तीमै दादागिरी देखाउँदै बस्यो? सीमा बनाउन नसक्नु, सीमा बचाउन नसक्नु, तर के अरे सेनाको दुरुपयोग गरेर आफ्नै गरिब जनताको बस्तीमा आतंक फैलाउनुको कारण के हो? त्यसको उत्तर चाहिन्छ हामीलाई। आज देश अभिभावकविहीन बन्न पुगेको छ। हजारौं लाखौं गरिब सुकुम्बासीहरूलाई बेघर बनाएर रुवाउने, आत्महत्या गर्न बाध्य बनाउने सरकार असफल भइसकेको हामीलाई महसुस भएको छ। संविधानको धारा 16 को 1 सम्मानजनक बाँच्ने अधिकार, संविधानको धारा 37 को 1 आवासको अधिकार मौलिक हक उल्लङ्घन गरेको छ यो सरकारले। संविधान मिच्ने सरकारको कुनै औचित्य हुन्छ र? गरिबका भत्किएका बस्ती अनि बिजोग गरी राखिएका होल्डिङ सेन्टर्समा प्रधानमन्त्री जानुभयो कि जानुभएको छैन? कि आफ्नै कार्यालयमा लुकी बस्नु भएको छ? हामी उत्तर चाहन्छौँ। सरकारले आफै विधि थिति मिचेर अध्यादेश ल्यायो। लोकतन्त्रको याद दिलाउनु पर्ने भयो। नागरिक सर्वोच्चतालाई संसदको सर्वोच्चताले स्थापित गर्दछ। संसद छल्नु भनेको जनमत नमान्नु हो, लोकतन्त्र नमान्नु हो। विधि र थिति बसाउन किन सकेन यो सरकारले? सरकार आफैले लोकतन्त्रलाई किन कमजोर बनाउने दिशामा गयो? सरकार चलाउनेलाई अब अङ्कगणित समेत सिकाउनु पर्ने बाध्यता आयो। सामान्य हिसाब समेत सिकाउनु पर्ने बाध्यता आयो। संवैधानिक परिषद सम्बन्धमा 6 सङ्ख्यामा 3 कसरी बहुमत भयो? चौथो वरियतालाई पहिलो देख्ने सरकारलाई 4 पहिले आउँछ कि 1 पहिले आउँछ भनेर सिकाउनु पर्ने भयो। विदेशी ऋण लिनमा विश्वकृतिमान राख्ने जस्तो देखिन्छ यो सरकारले। बिना योजना विदेशी ऋण ल्याउने सरकारले पछि आफैले व्यक्तिगत रूपमा ऋण तिर्ने हो कि आम जनताले तिर्ने हो? ऋणको प्रस्ताव संसदमा पेश गरेर घनीभूत छलफल गर्नुपर्छ कि पर्दैन? सांसदहरू मार्फत सम्पूर्ण नेपालीलाई औचित्य पुष्टि गरेर बुझाउनु पर्छ कि पर्दैन? बजेट बनाउँदा प्रतिपक्षी दलहरूसँग छलफल गर्नुपर्छ कि पर्दैन? कि एकलौटी स्वेच्छाचारी बनेर बजेट ल्याउने हो? के यो सरकार र सरकारमा बस्नेहरूको गोजीको पैसा हो यो? राज्यको ढुकुटी भए प्रतिपक्षसँग सल्लाह गरेर छलफल गरेर सबैतिरका जनताको सेवा सुविधा सम्बोधन गर्ने गरी बजेट बनाउनु पर्ने होइन र? यसपालिको बजेट राष्ट्रिय बजेट हो कि राष्ट्रिय स्वतन्त्र पार्टीको बजेट हो? यो कुराको उत्तर हामीलाई चाहिन्छ। 100 रुपियाँको सामान ल्याउँदा भान्सार तिराउने सरकारले स्वदेशी उत्पादन बढाउने नीति के कस्तो अख्तियार गरेको छ? कि जनतालाई भोकै मार्ने चाल मात्रै हो यो? रातभरि नाकाबाट लागु औषध तस्करी हुन्छ भन्ने खबर आएको छ। त्यतातिर